आइपिएल 2026 मा फाइनलमा साथीहरू गुजरात टाइटन पनि प्रवेश गरेको छ। हिजो आरआरलाई पराजित गर्दै आफ्नो फाइनलको स्थान चाहिँ पक्का गरेको थियो। राजस्थान रोयल्स भर्सेस साथीहरू गुजरात टाइटनको हिजो महामुकाबलापछि शुभमन गिलले आफ्नो शतक पुरा गर्दै आफ्नो टिमलाई विजय गर्न सफल भएको थियो। राजस्थान रोयलले साथीहरू 214 को टार्गेट दिएको थियो गुजरात टाइटन्सलाई। 6 विकेटको क्षतिमा 20 ओभर खेलेर चाहिँ 214 रन मात्रै जोड्न सफल भएको थियो। यसैगरी साथीहरू गुजरात टाइटन्सले 18.3 ओभरभित्र नै 219 रन हानेर 3 विकेटको क्षतिमा साथीहरू यो टार्गेटलाई चाहिँ चेस गरेको थियो। यसैगरी साथीहरू गुजरात टाइटन्स चाहिँ आइपिएल 2026 को फाइनलमा चाहिँ प्रवेश गरेको छ। अब 31 मेमा साथीहरू आरसीबी भर्सेस जीटी को महामुकाबला फाइनल म्याच हुँदैछ। यस्तै क्रिकेटको केही अपडेटहरू पाउनका लागि मलाई फलो गर्नुहोला।